इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टमा के छ? आउनुहोस् विस्तृत रूपमा बुझ्ने प्रयास गरौँ। वीरेन्द्रनगर 1 मा बस्दै आएकी सुर्खेतकी 16 वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्ट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो। गुरबाकोट 6 बडाखोली स्थायी घर भएकी इनिसा फागुन 23 गते बिहान वीरेन्द्रनगर 4 शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन्। मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन 25 गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू 4 जना 18 वर्ष मुनिका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपीले बताएका छन्। डीएसपीका अनुसार सुर्खेत प्रहरीले फागुन 23 गते दिउँसो नै एक 16 वर्षीय किशोरीलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि फागुन 24 गते अरू 3 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। फागुन 26 गते पक्राउ परेका 16 वर्षीय युवक र इनिसा विगत 2 वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ। 23 गते बिहान शहीद पार्क घुम्न जाने पूर्व सल्लाह अनुसार उनीहरू पार्क नजिकैको जंगलमा गएको देखिएको छ। त्यहाँ जबरजस्ती करણીपछि मृतकको पाठेघर च्यातिएको र अत्याधिक रक्तस्रावपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। कर्णाली प्रदेश अस्पताल कालागाउँका 3 जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डाक्टर अरविन्द साक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको थियो। जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्याधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डाक्टर साक्यले जानकारी दिए। पोस्टमार्टम रिपोर्टमा संवेदनशील अङ्ग च्यातिएपछि अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिन्छ उनले बताएका छन्। पाठेघरसम्म घाउको धब्बा देखिएको डाक्टर साक्यले बताएका छन्। पीडितको संवेदनशील अङ्ग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको डाक्टर साक्यले बताएका छन्।